3. Hello guys, welcome to another vlog हैन म चाहिँ आज सानो गन्तव्यको लागि हिँडेको अनि मलाई यहाँ चाहिँ भिडियो बनाउन मन लागिरहेको हैन भ्लगहरु बनाउन मन लाग्यो त्यही भएर तपाईँहरुको लागि भ्लग हिमाल हेर्न सक्नुहुन्छ तपाईहरुले यस्तो दामी हिमाल छ यार थामसेरको भन्छ है हिमाललाई थामसेरको हिमाल भन्छ सोलुखुम्बु जिल्लाको खुम्बु पासाङमा गाउँपालिका अहिले चाहिँ घुम्दै जाने हो अब कहाँसम्म पुगिन्छ के पुगिन्छ तपाईहरुलाई म देखाइहाल्छु हैन हेरौँ अब बाटो पनि खतरा छ तपाईहरुले देख्न सक्नुहुन्छ है पुरा वहाँ माथि हिमाल यस्तो छ बाटोहरु गाइजहरु हेर्न सक्नुहुन्छ तपाईहरुले हिमाल यहाँ मस्त तरिकाले हैन कस्तो दामी छ ल हेर्नु गाइजहरु बवाल भ्यू बाटो त अब त्यस्तै हो यी भिर पाखा जब्बै यतातिर यस्तै छ है हिमाल चाहिँ बवाल छ यार बाटोहरु हेर्न सक्नुहुन्छ भाइ छ यहाँ साथमा बाटो हेर्न सक्नुहुन्छ गाइजहरु तपाईहरु हैन हेर्नु न गाइज तपाईहरु हेर्न सक्नुहुन्छ हिमाल हेर्नु त कस्तो दामी छ यार यस्तो भ्यू हेर त माय गॉड हिमाल यार वन्डरफुल हिमाल यार हेर्नु त गाडा सबै यस्तो दामी छ है त्यस्तै हो हामी त हिँडिरहेको छौँ हैन यो हिमाल हेर्दै हिमालको यो मिठो हेर्दै हिमाल हेर्दै हिमाललाई दाहिना बनाउँदै घरि पछाडि बनाउँदै घरि अगाडि बनाउँदै हिँडिरहेको छौँ गाइजहरु यो ठाउँहरुमा चाहिँ तपाईहरु एकचोटि घुम्नै पर्ने ठाउँहरु हैन एभरेस्ट बेस क्याम्प गोक्यो लेक भन्ने ठाउँहरु हैन यो बाटो चाहिँ गोक्यो ताल भने तपाईहरु सुन्नुभयो कि नै होला गोक्यो ताल चाहिँ जान्छ हेर्नु त गाइज कस्तो छ भ्यूज त्यसको तल गोक्यो चाहिँ ताल हो कि यो बेस क्याम्प पनि जान मिल्छ तर यताबाट कता घुमेर बेस क्याम्प जानु मिल्छ बेस क्याम्प जाने बाटो उताबाट नि त खास चाहिँ यो बाटो जाने भनेको गोक्यो ताल हैन ठ्याक्क गोक्यो ताल नाम चाहिँ हुँदै तपाईहरु घुम्न सक्नुहुन्छ यस्तो भ्यू छ भ्यूहरु हेर्न सक्नुहुन्छ तपाईहरुले वन्डरफुल छ यार
केटा जुवा गाईहरू डोले डोले गाउँ हुन्छ यसको हाइट चाहिँ 42 एलिमिनेसन 42 हाइट 42 चाहिँ हेर्न सक्नुहुन्छ। यो डाँडा उडेर जानु छ गाइस, यो डाँडो यो डाँडा उडेर माथि जानु छ। गाह्रो छ गाइसहरू, गाह्रो छ। ऊ त्यो देखेको बाटो हिँड्दै जाने हो, माथि छ गाइसहरू। डोले गाउँ है गाइसहरू, यसलाई डोले गाउँ भन्छ। यसलाई देखाएको तपाईँलाई तपाईँहरू हेर्न सक्नुहुन्छ। हामी यो बाटो हुँदै जानेछौँ अझै माथि कति हो, कति माथि 42 हाइटमा हामी आएको छौँ गाइसहरू। जाँदा हावा चल्या चिसो भइरहेछ होइन। अझै यो माथि पुरै पुलिँदै माथि जानुपर्छ। अझै बनार छाएर चाहिँ 2 घन्टा लाग्छ यहाँ डेस्टिनेसनमा पुग्नलाई। ल हेर्नु गाइजहरू, यो चाहिँ पुरै हिउँ परेर आएको पानी हो है गाइजहरू। यो हेर्न सक्नुहुन्छ तपाईँहरू होइन। यस्तो छ यार बाटो यार, अझै माथि जानु छ होइन। पुरै हिउँ हेर्नु त, पुरै पानी कता भएर आइरहेको यस्तो छ गाइजहरू। पुरै पानी हेरेर त कति चिसो छ यार। चुरोड होइन पानी भनेको। मलाई खाम जस्तो भयो यार गाइजहरू। पानी खाम जस्तो भयो, खाइदिन्छ है पानी गाइजहरू। के भन्ने गाना नि हो त्यस्तै। गाइस हेर्न सक्नुहुन्छ तपाईँहरूले चोयो, यसलाई चाहिँ चोयो हिमाल भन्छ है। यो यसको नाम चाहिँ चोयो हिमाल हो। यस्तो दामी छ, 7000 भन्दा बढीको हाइटको हिमाल हो यसलाई होइन। नेपालमा 7000 हाइट मध्येमा एउटा यो हिमाल पनि पर्छ होइन। हिँड्दा स्या बनाइसक्यो यार। यस्तो गाह्रो छ भने बाटो, यस्तो बाटो हुँदै हिँड्नुपर्छ यार। यस्तो छ यार। चोयो हिमाल भन्छ, चोयो होइन। गाइजहरू अहिले तपाईँहरूलाई देखाएको मैले यो हो है।
एउटा थाम्सेरको भन्छ। अघि तपाईँहरूलाई मैले देखाएको यो हिमाल होइन, यता यस्तो छ पुरै धेरै मौसम यो बादलले गर्दा यस्तो देखिरहेको, तर यहाँ चाहिँ बवाल देखिरहेको गाई चाहिँ। अझै एक घन्टा हिँड्नु छ यार हामी यहाँ हाम्रो डेस्टिनेसनमा पुग्नलाई। यो गोक्यो जाने बाटो है गाइजहरू, गोक्यो बाटो चाहिँ गोक्यो जान्छ। यो यस्तो हुँदै गर्दै गोक्यो यताबाट आइरह्यो। अब हामी हेर्नु त्यो देखेको बाटो चाहिँ हो यो हुँदै आएको उहाँ गाउँ हो, त्यो चाहिँ फोर्चे गाउँ, यसलाई चाहिँ फोर्चे गाउँ भन्छ है गाइजहरू। यस्तो छ यार गाई। म चाहिँ भाइलाई कुरिरहेको छु, भाइ बिस्तारै सोलो मोसनमा आइरहेको छ होइन, त्यही भएर म चाहिँ अलिक अगाडि आएँ होइन। भाइ चाहिँ अब पछाडि आउँदैछ। त्यही हो गाइजहरू, तपाईँले चोयो हिमाल देख्न सक्नुहुन्छ होइन, बवाल छ होइन, वन्डरफुल छ यार बवाल। होला भनेको त टाढा रहेछ यार है। त्यसलाई के भन्छ लुजा? ए कहाँ हो त यो? पुगिन्छ फाइनल्ली गाइज हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइसकेको छौँ होइन। अब हामी यहाँबाट चाहिँ फर्किनु पर्ने अवस्था हुन्छ। तपाईँलाई मैले एउटा गाउँ देखाउन चाहन्छु होइन, त्यो गाउँलाई चाहिँ मच्छरमा भन्छ। मच्छरमा यो हिमाललाई चोयो हिमाल भन्छ है गाइजहरू। यस्तो छ गाइजहरू। 10 बजे हिँडेको हामी त 1:30 बजे पुग्यो यार। कति टाइम लाग्यो होला त ल भन्नु। यस्तो हिँड्दा होइन हिमाल हुन्छ गाइज। गाउँ मच्छरमा गाउँ हो, त्यहाँ याकहरू छ, याकहरू मस्त पाइन्छ, याकहरू टन्नै पाइन्छ होइन। चोयो हिमाल, दिस इज चोयो हिमाल। ल आजको गन्तव्य हाम्रो यहीँ हुनेछ होइन। भिडियो मन परेमा सबैले लाइक सब्सक्राइब कमेन्ट एन्ड बेल आइकन दबाउनु होला होइन, र साथ सपोर्ट भिडियो यहीँ अन्त्य गर्न चाहन्छु। डोन्ट फर्गेट लाइक सब्सक्राइब एन्ड कमेन्ट इज द बेल आइकन।